गाइस आज चाहिँ हामी यसरी मही बार्दैछौँ। खाने भए आउनु होला। जाक्लाको भात र मही मजाले खाने। मही यसरी बार्ने अहिले पछि अनि मही खतरा हुन्छ है त। घिउ आउँछ मजाले। गाइस हाम्रो माइती चाहिँ यहाँ मही बार्दै हुनुहुन्छ। यसलाई चाहिँ भन्छ मदनी हैन। मैले मान्छेसम्म गएर खानु नि त। हामी नगर्नु छोरा छोड्नु छोड्नु हाम्रो चाहिँ अब घिउ मै पारिसके। अब खतरा अब घिउ पनि खाना हो न। ल गाइस मम्मीले चाहिँ अब यहाँ घिउ झिक्दै हुनुहुन्छ है। हामीले चाहिँ मै पारिसक्यौँ। अब घिउ झिकेर टक्क मम्मीले चाहिँ अब खानुहुन्छ घिउ नि। घिउ चाहिँ साह्रो हुने हो कि कस्तो? म अहिलेको घिउ गिलो गिलो भयो भन्नुहुन्छ मम्मीले। त्यही भएर साह्रो हुन्थ्यो खाएर अरू बेला चाहिँ मलाई चाहिँ थाहा भएन है गाइस के हो नि। काजहरू बनाउनु ल गाइस यहाँनिर चाहिँ अब घिउ यसलाई खार्दाखेरि खतरा घिउ निस्किन्छ। यसलाई चाहिँ नुहाउने घिउ भन्छ है। नुहाउने घिउ ल गाइस ल अब चाहिँ टेक्कोसले अब घिउ निस्किसक्यो यहाँनिर। यो चाहिँ घिउ निकालिसक्यो मम्मी। अझै आउनेछ ए अझै अब फेरि अझै पार्नु पर्ने रहेछ। ल मम्मीले पार्दै हुन्छ म नि अब एकछिन पार्छु। यसरी पार्ने फाइनल्ली गाइस हाम्रो चाहिँ अब नुहाउने घिउ खाँदैछ है। नुहाउने घिउ तयार हुन लाग्यो। अब घिउ उम्लिँदै खायो घिउ खारेको। फाइनल्ली गाइस हाम्रो चाहिँ अब यो तयारी भइसक्यो त। अब यहाँनिर बिलाउनी निस्किन्छ। बिलाउनी चाहिँ खाने मै हो। फेरि अरूलाई मन पर्दैन। अस्ति पनि मैले खाएको। फाइनल्ली घिउ अहिले दामी घिउ हुन्छ यो। सेलाएपछि होइन अहिले अलिअलि यो फ्रिज भएपछि हाल्ने हो। बट्टामा हालेर राख्ने हो है गाइस। ल आजको यस्तै छ।